हेलो हेलो गाइस, नमस्ते सबैजनालाई। हाम्रो यात्रा स्वर्गद्वारीको बाटोमा हामीले बसेर दिदीको एनिभर्सरी मनायौँ, त्यसपछि नास्ता खायौँ, हाम्रो यात्रा सुरु भयो प्रभु महाराजको। हेलो हेलो गाइस, हाम्रो यात्रा स्वर्गद्वारीको हामी यहाँदेखि अब सिडी चढ्दैछौँ। हामी सबै जाँदैछौँ। मम्मी पछाडि सामान बोक्नु भएको छ, त्यसपछि म बोक्छु अहिले माथि गइकन। मम्मीले दहु भयो भने त्यसपछि दिदीहरू हुनुहुन्छ। हेलो गाइस, अनि त्यसपछि बच्चाहरू पनि अगाडि गइसकेका छन्। के पाके छ र सीता दिदी? चोथरा पाके छ गाइस, चोथरा खाने भए आउनु होला हजुरहरू पनि स्वर्गद्वारी। यस्तो चिसो चिसो मौसम, एकदमै हावा चलेछ। छिटो आउनु, छिटो। मम्मीले फेरि अगाडि हाम्रो पूजाको सामान, खानेकुरा, बच्चाहरूको कपडा लत्ती। मैया हेलो गर्यो। हेलो हेलो, जाडो भयो? कतिको जाडो छ? तातो कपडा ल्याएनौँ नि हामीले, चिसो भयो हुन्छ अब। हेलो गाइस, यहाँ मन्दिर छ सानो, ध्वजाहरू टङ्गाउने। मैया के छ हालखबर? दादा गइसक्यो माथि। दौ भयो आरामसँग हेर्नु। स्वर्गद्वारी प्रभु महाराजको जय। स्वर्गद्वारी प्रभु महाराजको जय। मेरो छोरीको त ज्ञानी छिन् नि, हिँड्दै आएको छु नि आफै। भाउ आछ नि सानो हुँदाखेरि नि लाइटर ल्याएको छु मैले, अगरबत्ती पनि ल्याएको छु मैले। लागेको छ हेर्नु यस्तो। हजुर पहाडमा हिँड्दा तिमीले उचालमा खेल्ने आमा म बाबाजी के छ त हालखबर? म त असली हो गयो। यहाँ मन्दिरको निर्माण हुँदैछ। बच्चे लोग अगाडि त्यो फेर्नुलाई तिमी केटाले तान्दा। आऊ बच्चा, आइज सबै आइज। अब यता जानुपर्छ, यता बित्दै हातिनु टिकट काउन्टर। हेलो गाइस, हामी खाना खान बसेको छौँ। खान्छौ के गर्न लाग्छौ? खानाको वेट कतिखेर आउँछ हामीलाई खाना? हामी खानाको बाटो हेर्दैछौँ गाइस। यहाँ यस्तो छ, यति राम्रो ठाउँ भनौँ। स्वर्गद्वारी प्रभु महाराजको दर्शन गर्न आएको छौँ हामीहरू। छोरी के गर्ला थियो? छोरी रिस्या छिन् बोल्दिने। हामी खानाको बाटो हेरेको छौँ। खानाको बाटो बसेका छौँ हामीहरू। हामी 3 आमा छोरा छोरी 4 जना हामी भयौँ। त्यसपछि यहाँ 1 जना हुनुहुन्छ। त्यसपछि हाम्रो टोली अगाडि हुनुहुन्छ। आधा खाने भक्तजनहरू धेरैजना हुनुहुँदैछ यतातिर। खाना खानेको समय ठ्याक्क 7 बजेदेखि हुन्छ। 7 बजेदेखि यस्तो हेर्न सक्नुहुन्छ, पुरा भिड छ। हेलो गाइस, हामी भजन सुन्न आएको छौँ।
गाइस हामी स्वर्गद्वारी प्रभु महाराजको दर्शन गर्न आएको छौँ। आज हामी यहीँ बस्छौँ, भजन कीर्तन गर्छौँ, आराधना गर्छौँ। हेलो अन्सु नानी, मम्मी। कति राम्रो ठाउँ छ, कति शीतल छ, हावा एकदम पुरा चिसो 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 हावा लागेको छ। यो हो बालेन सरकार पनि आउला गीत सुनेर आउँछ। पछाडि कस्तो यो खसेर उसो हेर प्रभु महाराजको चरणमा स्वर्गद्वारी प्रभु महाराजको हामी दर्शन गर्न आएको साँझको महाराज की जय। अनि त्यसपछि यहाँ यस्तो छ, पुरा धुरी लागेको छ मन्दिरमा भित्र यज्ञ हुँदैछ। अब हामी आरतीको बाटो हेरेछौँ। आरती सकिएपछि फेरि हामी पनि कोठातिर जान्छौँ। यस्तो भइसकेको छ, धुवा धुवा है भगवान्, पुरै बरफले ढकमक्क ढाके जस्तै छ। स्वर्गद्वारी प्रभु महाराजको दर्शन गरिसक्यौँ, हामीले पूजापाठ गरिसक्यौँ। हेलो गाइस, गुड मर्निङ। हजुरले हेर्न सक्नुहुन्छ
कति चिसो चिसो मौसम गरेछ। यतातिर सारा पानी परेको छ। हजुरले हेर्न सक्नुहुन्छ। हामीले बिहानै उठेर नुहाइधुवाइ गरिकन हामी पूजापाठ सबै भइसक्यौँ। पूजापाठ भइसकेपछि हामी लाग्यौँ अब घरतिर। हजुरले हेर्न सक्नुहुन्छ दृश्य प्रभु महाराजको यो मेन मन्दिर हो। कति राम्रो ठाउँ छ हेर्न सक्नुहुन्छ हजुरले। यो यतातिर सबै पहिला घन्टीहरू बान्थे, आजभोलि यतातिर धेरै चुन्नी जस्तो बानिराख्नु भएको रहेछ भक्तजनहरूले। हामीले पनि बान्यौँ। अनि त्यसपछि हामी यतातिर साइडतिर लाग्यौँ। पानी पर्दै थियो, हल्का हल्का झिमझिम पानी परिरहेको थियो। अनि त्यसपछि हजुरले हेर्न सक्नुहुन्छ मेरो छोरीलाई जाडो लाग्यो चिसो भयो भने किन सलोडिन, त्यस साथमा भोक पनि लाग्यो अरे। हजुरले हेर्न सक्नुहुन्छ। हाम्रो यो ब्लग कस्तो लाग्यो हजुरलाई लाइक कमेन्ट सेयर गर्नुहोला। अनि अब हामी यहाँदेखि घरतिर लाग्छौँ। हजुरलाई कस्तो लाग्यो स्वर्गद्वारी हजुर पनि आउनुहोला दर्शन गर्नको लागि। हस्त नमस्ते।